प्रतिनिधि सभा सदस्य निर्वाचन फागुन 21 गते तोकिसकिएको अवस्थामा मंगलबार मात्रै बाँके जिल्लाका 3वटा निर्वाचन क्षेत्रहरूबाट 61 जनाको उम्मेदवारी परेको छ। अब दाबी विरोध र अन्तिम नामावली प्रकाशनपछि स्वतन्त्र र सम्पूर्ण दलहरूले आफ्ना वाचापत्र चुनावी एजेन्डाहरू लिएर तपाईहरु समक्ष आउनुहुनेछ। अबको समय भनेको तपाई हामी जस्ता भोटरहरूको मतदाताहरूको चाहिँ अग्नि परीक्षाको समय हो। यसकारणले गर्दाखेरि हाम्रोलाई भन्दा पनि राम्रोलाई जिताउनु पर्छ र कसैको बदलाको भावनामा भन्दा पनि कसले अझ राम्रो र अझ बढी देश समाज र राष्ट्र हितमा काम गर्न सक्छ भन्ने कुराको चिन्तन र मनन गरेर उपयुक्त व्यक्तिलाई छनौट गर्नुहुनेछ भन्ने अपेक्षा छ। थ्यांक यू।